हेलो अनि नमस्ते सबैजनालाई स्वागत छ है मेरो यो छोटो मिनी ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै आरामै छु। अनि आजको हाम्रो बिहानको सुरुवात हुन्छ घाँस काटेर। साना बेमा नजानु छोरो। अनि मेरो बाबुसँग हल्का गफ सकेर म चाहिँ लागेको छु दाल सुकाउनको लागि। अनि हाम्रो घरमा चाहिँ धेरै बाख्रा कुखुरा भएको कारणले गर्दाखेरि भुइँमा केही कुरा सुकाउने वातावरण नै छैन। अनि यसको लागि चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ मैले मेरो बुढालाई बोलाएर सुकाउन लगाए। अनि यहाँबाट उफ्रिनको लागि मेरो बुढाले चाहिँ निखिल उफ्रेतीवाला स्ट्यान्ड गर्दै हुनुहुन्छ। झन्डै खुट्टा भाँच्यो बाबै। अनि म चाहिँ लागे लुगा धुनतिर। अनि मेरो चाहिँ सदाको काम हो यो चाहिँ लुगा धुने। अनि एक दिन लुगा धोइन भने चाहिँ मैले सपना देखेको छु कि जस्तो लाग्छ मलाई त सपनामा छु क्या हो म। देख्न सक्नुहुन्छ हजुरहरूले मैले चाहिँ लुगा धोएर पनि सुकाउँदैछु। अनि आज चाहिँ मजाले घाम लागिरहेको थियो क्या बिहान त ढुसै लागेको थियो अनि अहिले दिउँसो चाहिँ मजाले घाम लागेको थियो। अनि त्यसपछिको काम थियो मेरो बाबुलाई नुहाइदिने। धन्न मेरो छोरा नुहाउँदाखेरि चाहिँ रुँदैन मजाले खेलिदिन्छ क्या। पानी खेल्न भनेपछि त हाँस कुखुरा जस्तो यस्तो मजाले पानी खेलिदिन्छ नि। अनि नुहाइसकेर पनि उसलाई छोडिदिनु पर्छ क्या निकै बेर खेल्नको लागि अनि मात्रै खुसी हुन्छ। अनि छोराछोरीको खुसी नै बाबुआमाको खुसी हो भनेर त्यसै भनिएको होइन रहेछ जस्तो लाग्छ क्या मलाई चाहिँ। अनि अब नुहाइ धुवाइ पनि सक्यो। अनि अस्ति नै गोरुले जोतेको ठाउँमा फेरि आज ट्र्याक्टरले जोत्दै हुनुहुन्छ मेरो बुढाले चाहिँ। अनि हाम्रो चाहिँ टमाटर रोप्ने बेला भइसकेको छ। अनि यो ट्र्याक्टर कराएको आवाजले चाहिँ मेरो छोराले मलाई छोड्नै मानेको छैन कि समातेको समाते गर्छ। अनि टमाटर रोपेको भिडियो चाहिँ अर्को मिनी भ्लगमा आउँछ है साथीहरू। अनि यहाँसम्म भ्लग हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि फेरि हामी भेट्नुपर्छ अर्को मिनी भ्लगमा।